ओम साईराम। साई टुर एन्ड ट्राभल्स कालिम्पोङद्वारा चलाइएको आजको तीर्थयात्रामा हामी मुस्ताङ जिल्लामा अवस्थित नेपालको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन गर्न हामी 10 तारिकको दिन बिहानै कालिम्पोङबाट 6 बजे नै हाम्रो तीर्थयात्रालाई सुरु गरेका थियौँ। नेपालको सिमानामा काकर भित्तामा हामी 11 बजीतिर पुगेका थियौँ र केही खाना खाइवरी चाहिँ त्यहाँ पर्मिटहरू बनाएर हामी फेरि पोखरा तर्फ लाग्यौँ र बाटोमा हाम्रो गन्तव्य चाहिँ बस्ने चाहिँ हेटौडामा गरेका थियौँ। त्यसले गर्दाखेरि चाहिँ रातिको 1:30 तिर हामी हेटौडामा बास बस्यौँ र जो होटेलमा हामी बास बस्यौँ त्यस होटेलको मैले अलिकति रिभ्यू तपाईँहरूलाई यहाँनिर देखाउन गइरहेको छु। यो चाहिँ होटेल सूर्याङ्स हो, एकदमै राम्रो छ। मैले युट्युबमा हेरेको थिएँ, त्यसले गर्दाखेरि चाहिँ यसमा खानापिनाको पनि एकदमै राम्रो हाइजेनिक प्रकारले चाहिँ एकदमै सफाइ छ अनि सर्भिस पनि राम्रो छ र यसरी हाम्रो सबै जाने टोलीले चाहिँ बिहानै हामीले 11 तारिक यसरी खाजासाजा खाएर फेरि हाम्रो गन्तव्यमा जानको लागि चाहिँ हामी तयारी भइरहेका छौँ। हेटौडादेखि पोखरा पुग्नको लागि चाहिँ आफ्नै गाडी लिएर गएको छ भने चाहिँ 5 घन्टामा सजिलै पुग्न सकिँदो रहेछ र पोखराबाट फेरि मुक्तिनाथ जानको लागि चाहिँ 5 घन्टा जस्तो लाग्दो रहेछ। त्यसले गर्दाखेरि चाहिँ हेटौडाबाट चाहिँ पोखरामा गएर फेरि हल्ट गरेर चाहिँ त्यसको बादमा चाहिँ मुक्तिनाथ जानको लागि चाहिँ पर्मिट बनाउन पनि समय पाइँदो रहेछ र यसरी मैले त्यहाँको म्यानेजरलाई जति पनि रिभ्यूहरू छ उहाँहरूको म युट्युबमा अपलोड गरिदिन्छु भनेर उहाँसँग वाचा गरेँ। उहाँहरूले कालिम्पोङ दार्जिलिङको जति पनि हामी भेगमा बसेका नेपालीहरूलाई चाहिँ एकदमै खुसी हुँदो रहेछन् जब हामी पुग्दो रहेछ नेपालमा र यो चाहिँ मेरो एउटा अनुभव भयो र उहाँहरूले हामीलाई एकदमै राम्रो सर्भिस पनि दिनुभयो र बिहानको 9 बजीतिर हामी फेरि हेटौडादेखि चाहिँ पोखरा तर्फ लागिरहेका छौँ। अप्रिल महिनामा हेटौडामा पनि निकै नै गरम थियो र आउँदाखेरि चाहिँ तपाईँहरूले काकर भित्तादेखि पोखरासम्म चाहिँ पातलै लुगा लगाएर पनि आउन सक्नुहुन्छ र यसरी हामी चितवन हुँदै अब हामी पोखराको एकदमै नजिक पुगेका छौँ र अर्को भिडियोमा चाहिँ हामी तपाईँहरूलाई पोखराको दर्शन गराउनेछौँ। ओम साईराम।